अभिवादन। आज हामी एकजना असाधारण सन्त श्री रामकृष्ण परमहंसका उपदेशहरूमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। उहाँ 19औं शताब्दीका एक महान विचारक होइन? हजुर, बिल्कुल। उहाँका कुराहरू सुन्दा सरल लाग्छन्, तर तिनमा गहिरो अर्थ लुकेको हुन्छ। हो नि, हामीसँग उहाँका भनाइहरूको सङ्ग्रह छ। आज हाम्रो उद्देश्य चाहिँ यी सरल लाग्ने कुराहरूबाट उहाँका खास अन्तर्दृष्टिहरू के हुन् भनेर खोतल्नु हो। कस्तो भने सामान्य जीवनका उदाहरण दिएरै कति ठूला आध्यात्मिक सत्य बोल्नु भएको छ उहाँले। एकदम। ल त्यसो भए सुरु गरौँ है त। उहाँका उपदेशहरूमा धेरै विषय छन्। ईश्वरको स्वरूप, भक्ति, ज्ञान अनि संसारमा कसरी रहने भन्ने कुरा पनि हो। सबभन्दा पहिले ईश्वरको प्रकृतिबारे उहाँको एउटा निकै रोचक भनाइ छ नि, त्यो पानी र बरफको। ए हो, त्यो त उहाँको एकदमै प्रसिद्ध उदाहरण हो। उहाँ भन्नुहुन्छ ईश्वर साकार पनि हुनुहुन्छ, निराकार पनि, जस्तो पानी र बरफ, होइन? हजुर, उहाँको तर्क कस्तो छ भने अत्यन्त चिसोले मतलब भक्तिको शीतलताले निराकार ब्रह्म चाहिँ भक्तका लागि साकार रूप लिनुहुन्छ, जस्तो पानी जमेर बर्फ बन्छ। अनि जब ज्ञानको घाम लाग्छ त्यो बर्फ फेरि पग्लेर पानी नै हुन्छ। मतलब ज्ञानीका लागि उहाँ निराकार। कति सुन्दर। अनि त्यो छेपारोको उदाहरण नि, त्यो पनि त उस्तै हो नि? हो नि, छेपारोले रङ फेरे जस्तो, कोही भन्छन् हरियो, कोही रातो, कोही निलो। झगडा पर्छ। हो, झगडा पर्छ, तर जसले सबै रङ देख्छ वा छेपारो रङहीन पनि हुन सक्छ भन्ने बुझ्छ, उसले मात्रै अलि बढी बुझ्यो। मतलब ईश्वरका अनन्त रूप छन्, अनन्त भाव छन्, कुनै एउटा रूप नै अन्तिम होइन। ए, यो त कस्तो महत्त्वपूर्ण कुरा। यसले त विभिन्न धार्मिक विश्वासहरू बीचको त्यो जुन द्वन्द्व छ नि, त्यसलाई कम गर्न मद्दत गर्छ होला है? एकदमै गर्छ। कुरो के हो भने यसले के स्वीकार गर्छ भने सत्य एउटै भए पनि त्यसको अनुभव व्यक्ति र उसको अवस्था अनुसार फरक हुन सक्छ। भक्त र ज्ञानी दुवैले आफआफ्नो ठाउँबाट सत्यकै अनुभव गरिरहेका छन्। मतलब साकार र निराकार दुवै सत्य भए। हो, दुवै सत्य। यसले कट्टरतालाई ठाउँ दिँदैन। यो आफैमा धार्मिक सहिष्णुताको बलियो आधार हो। अनि यही सहिष्णुता उहाँको त्यो अर्को प्रसिद्ध भनाइ जतो मत ततो पथमा झन प्रष्ट देखिन्छ नि, होइन? बिल्कुल। जति मत छन् त्यति नै बाटा छन्। ओ, जस्तो विभिन्न घाटबाट एउटै नदीको पानी लिन सकिन्छ। कसैले जल भन्ना, कसैले पानी, कसैले वाटर। तत्त्व त एउटै हो। हो नि, त्यस्तै सबै धर्म, सबै साधनाले आखिरमा एउटै ईश्वरतर्फ लैजान्छन्। अनि यो उहाँको अनुभवजन्य कुरा हो। उहाँले केवल भनेको मात्र होइन, यो त उहाँले बाँच्नु भएको सत्य हो। उहाँले हिन्दू धर्मभित्रकै शाक्त, वैष्णव, वेदान्त लगायतका साधना मात्रै होइन, इस्लाम र इसाई धर्मको पनि हो। इस्लाम र इसाई धर्मका साधना पनि आफै अभ्यास गरेर तिनको सार एउटै हो भन्ने निष्कर्षमा पुग्नुभयो। यो त ठूलो क्रान्तिकारी कुरा थियो त्यो बेला। साँच्ची नै यसले त के देखायो भने ईश्वर कुनै एउटा धर्म वा मार्गको मात्रै पेवा होइन। हो, जहाँ निष्ठा छ, जहाँ व्याकुलता छ, त्यहाँ ईश्वर प्राप्ति सम्भव छ, जुनसुकै मार्गबाट पनि। अब यी विभिन्न मार्गहरूको कुरा गर्दा रामकृष्णले विशेष गरी दुईवटामा बढी जोड दिनुभएको जस्तो लाग्छ मलाई। एउटा भक्ति, अर्को ज्ञान। यिनीहरूको बारेमा उहाँ के भन्नुहुन्छ? भक्ति कस्तो हुनुपर्छ रे? उहाँको जोड भक्तिमा अलि बढी देखिन्छ, खास गरी कलियुगका लागि। कस्तो भक्ति? उहाँ भन्नुहुन्छ ईश्वरप्रति एकदम तीव्र प्रेम, एकदम छटपटी हुनुपर्छ रे। मन, वचन, कर्मले एउटै भएर उहाँलाई खोज्नुपर्छ। उदाहरण पनि दिनुहुन्छ होला नि? हो नि, कस्तो भने जसरी लोभीले धन खोज्छ, जसरी आमाले आफ्नो एउटै छोरालाई माया गर्छिन्, वा जसरी पतिव्रता स्त्रीले आफ्नो पतिलाई प्रेम गर्छिन्, हो त्यस्तै एकाग्र, त्यस्तै तीव्र प्रेम ईश्वरप्रति चाहियो। कहिलेकाहीँ त रोएरै पुकार्नुपर्छ भन्नुहुन्थ्यो रे। हो, हृदयदेखि नै। अनि ज्ञान र भक्तिको तुलनामा उहाँको एउटा कुरा अलि फरक लाग्न सक्छ। कुन कुरा? उहाँले भन्नुभएको छ नि, ज्ञान चाहिँ पुरुष जस्तो, जसको घरभित्रैसम्म पहुँच हुन्छ, अनि भक्ति चाहिँ स्त्री जस्तो, जसलाई बाहिर बैठकसम्म मात्रै पहुँच हुन्छ। ए हो, सुन्दा त ज्ञान ठूलो जस्तो लाग्यो। हो, तर उहाँले तुरन्तै थप्नुहुन्छ, शुद्ध ज्ञान र शुद्ध भक्ति एउटै हो। एउटै हो? कसरी? जहाँ ज्ञान पाक्दै जान्छ त्यहाँ भक्ति आफै आउँछ, अनि जहाँ भक्ति चरममा पुग्छ त्यहाँ ज्ञानको उज्यालो आफै फैलिन्छ। अच्छा, त्यो पुरुष स्त्रीको तुलनालाई सायद त्यसबेलाको समाजको हिसाबले बुझ्नु पर्ला, तर सारमा उहाँले ज्ञान र भक्तिको एकता नै देखाउन खोज्नु भएको हो।
उहाँ ज्ञान भन्नाले विवेक, नित्य र अनित्य छुट्याउने बुद्धि अनि वैराग्यलाई बुझ्नुहुन्छ। अनि अज्ञान नि? अज्ञान भनेको चाहिँ ईश्वरलाई बिर्सेर संसारमा अल्झिनु। उहाँले बारम्बार भन्नुहुने कामिनी काञ्चन मतलब स्त्री र धनप्रतिको आसक्ति, पद, नाम यी सबैमा फस्नु, अनि त्यो म र मेरोको अहङ्कार। ज्ञानले मुक्त गर्छ, अज्ञानले बान्छ। हो, तर पनि उहाँ भक्तिलाई अलि सहज मान्नुहुन्छ, खास गरी हामी जस्ता साधारण मानिसका लागि यो कलियुगमा। किन होला? किनभने तर्क वितर्क, शास्त्र पढेर ईश्वरलाई बुझ्न गाह्रो हुन सक्छ। तर बच्चाको जस्तो सरल विश्वास, प्रेमले उहाँ छिट्टै प्रसन्न हुनुहुन्छ रे। केवल उहाँको नाम जप्नु, रूपको ध्यान गर्नु, उहाँलाई प्रेम गर्नु, यतिले पनि चित्त शुद्ध हुँदै जान्छ। अनि ईश्वर कृपाले चाहिने ज्ञान आफै आउँछ भन्नुहुन्छ। यो अहङ्कारको कुरा आयो नि अघि, यो त आध्यात्मिक बाटोको सबैभन्दा ठूलो ढुङ्गा मानिन्छ, होइन? हो त। यसमा रामकृष्णको विश्लेषण मलाई साह्रै व्यावहारिक लाग्छ। उहाँले काँचो म र पाको मको कुरा गर्नुभएको छ नि, के हो त्यो? हजुर, यो निकै महत्त्वपूर्ण कुरा हो। काँचो म भनेको के हो त? काँचो म भनेको चाहिँ अपरिपक्व अहङ्कार। मतलब म यति धनी, म यति पढेको, मेरो यति ठूलो पद, मैले यो गरेँ त्यो गरेँ भन्ने खालको अहङ्कार। यो सांसारिक कुराहरूसँग जोडिएको म। यसलाई चाहिँ त्याग्नुपर्छ। हो, यो बन्धनको कारण हो, यसलाई त्याग्नुपर्छ। अनि पाको म नि? पाको म भनेको चाहिँ परिपक्व अहङ्कार। कस्तो भने म ईश्वरको दास हुँ, म उहाँको छोराछोरी हुँ, म उहाँको भक्त हुँ, गर्ने गराउने त उहाँ नै हुनुहुन्छ, म त केवल निमित्त मात्र हुँ भन्ने भाव। यो मले त ईश्वरसँग पो जोड्ने भयो। एकदम। त्यसैले यो पाको मले हानि गर्दैन, बरु साधनामा सघाउँछ। तर पुरै अहङ्कार मुक्त हुनु त पर्ला नि अन्तिममा। पर्छ। त्यो त ब्रह्म ज्ञानको अवस्था हो। जसरी उहाँले भन्नुभएको छ, नुनको पुतली समुद्र नाप्न गयो भने के हुन्छ? समुद्रमै पग्लिन्छ, हराउँछ। हो, त्यस्तै ब्रह्म ज्ञानमा म भन्ने भाव नै रहँदैन। तर त्यो अवस्थासम्म नपुगुन्जेल त म छु भन्ने बोध रहन्छ। त्यसैले त्यो मलाई पुरै हटाउँछु भनेर जबरजस्ती गर्नुभन्दा त्यसलाई ईश्वरतिर मोड्नु, पाको मलाई अपनाउनु चाहिँ बढी व्यावहारिक र सुरक्षित बाटो हो भन्नुहुन्छ उहाँ। तर एउटा प्रश्न उठ्छ के, यो पाको म मतलब म भक्त हुँ भन्दा पनि कतै सूक्ष्म रूपमा त अहङ्कारै बलियो भइरहेको त छैन? यो गहिरो प्रश्न हो। हुन सक्छ पाको ममा पनि म त छँदैछ, तर यसको दिशा फरक छ। यो संसारतिर होइन, ईश्वरतिर फर्काउँछ। अनि साधना गर्दै जाँदा ईश्वरको कृपा भयो भने यो पाको म पनि आफै पग्लिएर जान्छ रे, त्यही नुनको पुतली जस्तै। यो अन्तिम लक्ष्य होइन, तर लक्ष्यसम्म पुग्ने एउटा साधन हो। बुझेँ। यो त भयो भित्री मनको कुरा। तर हामी धेरै जसो त संसारमै छौँ, घर गृहस्थी, कामकाज, जिम्मेवारीहरू। के ईश्वर पाउन सबै छोडेर जानै पर्छ त? संसारमा बसेर यो सब कसरी सम्भव छ? यसमा रामकृष्णको के भनाइ छ? यसमा उहाँको जवाफ एकदमै प्रेरणादायी र व्यावहारिक छ। उहाँ भन्नुहुन्छ, संसार छोड्नु पर्दैन, तर मन चाहिँ ईश्वरमा लगाउनुपर्छ, होइन त? हो, हातले काम गर, तर मन ईश्वरमा राख। उहाँले उदाहरण दिनुभएको छ नि पानी हाँसको। हो, पानी हाँस त दिनभरि पानीमै खेल्छ, तर पखेटा झट्कार्दा एक थोपा पानी पनि लाग्दैन। त्यस्तै हुनु पर्यो। संसारमा सबै काम गर्ने, तर मनमा आसक्ति नराख्ने। अनि त्यो धनी घरको नोकर्नीको उदाहरण पनि त कति मार्मिक छ। हो नि, मालिकको घरको सनै काम गर्छे। मालिकका छोराछोरीलाई मेरो बाबु, मेरो नानी भन्दै माया गर्छे। तर मन कहाँ हुन्छ उसको? मन त सधैँ आफ्नो गाउँको घरमा। उसलाई थाहा छ, यो घर मेरो होइन, यी बच्चा मेरा होइनन्। त्यस्तै गृहस्थले पनि? हो, गृहस्थले पनि संसारमा आफ्नो कर्तव्य पूरा गर्ने, तर मनमा यो बोध राखिराख्ने, यो संसार मेरो स्थायी घर होइन, मेरो खास घर त ईश्वर नै हुनुहुन्छ। तर यो भन्न जति सजिलो छ, गर्न त गाह्रो होला नि। मन त कहाँ पुग्छ। गाह्रो छ। त्यसैले त उहाँले उपाय पनि बताउनु भएको छ। 2 कुरा चाहिन्छ भन्नुहुन्छ, विवेक र वैराग्य। नित्य अनित्य छुट्याउने बुद्धि र अनासक्ति। हो, तर यो आफै आउँदैन। यसका लागि सुरुमा मनलाई बलियो बनाउनुपर्छ। जसरी दूधबाट दही बनाउन एकान्त चाहिन्छ, अलि न्यानो चाहिन्छ, त्यसरी नै मनलाई ईश्वरमा लगाउन सुरुमा अलि एकान्त सेवन गर्नुपर्छ।
समय समयमा एक्लै बसेर ध्यान, जप, प्रार्थना, राम्रा मान्छेको सङ्गत, सत्सङ्ग गर्नुपर्छ। मन बलियो भएपछि? मन अलि बलियो भएपछि फेरि संसारमा आएर निर्लिप्त भएर काम गर्न सकिन्छ। कछुवाको उदाहरण पनि दिनुहुन्छ नि उहाँले। कछुवा? हो, कछुवा पानीमा जतासुकै घुम्छ, तर उसको ध्यान कहाँ हुन्छ? किनारमा राखेको अण्डामा। हो, त्यस्तै। जतासुकै व्यस्त भए पनि मनको एउटा तार चाहिँ सधैँ ईश्वरसँग जोडिराख्नु पर्यो। उहाँका यी उदाहरणहरूले त कस्तो झट्ट बुझाइदिन्छ है, कस्तुरी मृगको कथा जस्तै। हो, आफ्नै नाभिमा भएको कस्तुरीको बासना बाहिर खोज्दै हिँड्ने। हामी पनि ईश्वरलाई बाहिर खोज्छौं, तर उहाँ त भित्रै हुनुहुन्छ। त्यस्तै त्यो गिद्धको उदाहरण पनि त कति चोटिलो छ। एकदम। गिद्ध उड्दा उड्दा कति माथि पुग्छ आकाशमा, बादलभन्दा पनि माथि। तर आँखा कहाँ हुन्छ? आँखा तल, जमिनमा मरेको सिनोमा। त्यस्तै कति मान्छे ज्ञान विज्ञानका ठूलठूला कुरा गर्छन्, तर मन चाहिँ तिनै साना साना सांसारिक भोग, पैसा, पदमा अड्केको हुन्छ। बाहिर हेर्दा ज्ञानी, भित्र अर्कै। उहाँका यस्ता दृष्टान्तहरू त कति छन् कति, जस्तो तकियाको खोल जस्तो रङको भए नि भित्र कपास एउटै। हो, बाहिरी रूप फरक भए पनि भित्री तत्त्व एउटै। अनि मौरी र झिङ्गाको कुरा नि? हो, मौरी फूलमा मात्र बस्छ, मह जम्मा गर्छ। झिङ्गा चाहिँ कहिले मिठाईमा, कहिले घाउ, फोहोरमा। मनको प्रवृत्ति कस्तो छ, त्यसले कता लैजान्छ भन्ने कुरा कति सरल तरिकाले भन्नुभएको। यी उदाहरणले जटिल कुरा पनि कति सजिलै मनमा बस्छ, घोक्नै परेन। त्यही त हो उहाँको विशेषता। अनि अर्को महत्त्वपूर्ण कुरा उहाँले केमा जोड दिनुहुन्छ भने अनुभवमा। शास्त्र पढेर मात्र हुँदैन। हो, त्यो आँपको बगैँचाको कुरा। बगैँचामा गएर कति रुख, कति हाँगा, कति पात छन् भनेर गनेर के काम? आँप टिपेर खानु पर्यो। हो, ईश्वर कस्ता छन् छैनन् भनेर बहस गर्नुभन्दा उहाँको भक्ति गर्नु, उहाँको नाम लिनु, उहाँको प्रेम अनुभव गर्नु महत्त्वपूर्ण छ। पञ्चाङ्गमा पानी पर्छ भनेर लेखेको पढ्दैमा खेत भिज्दैन नि, पानी त पर्नै पर्यो। ठिक भन्नुभयो। यो भनेको प्रत्यक्ष अनुभव होइन त? हो, अपरोक्षानुभूति। आध्यात्मिक ज्ञान भनेको पढ्ने कुरा मात्र होइन, यो त जिउने कुरा हो, अनुभव गर्ने कुरा हो। ईश्वरको अस्तित्व छ कि छैन भनेर घण्टौं तर्क गर्नुभन्दा एकैछिन उहाँको नाम लिनु वा उहाँलाई सम्झिनु राम्रो, यही हो उहाँको सन्देश। त आज हामीले श्री रामकृष्णका उपदेशहरूबाट केही महत्त्वपूर्ण कुराहरू टिप्ने कोसिस गर्यौं। उहाँका शिक्षाहरूले ईश्वरको बारेमा, उहाँसम्म पुग्ने बाटोहरूको बारेमा, भक्ति र ज्ञानको सम्बन्ध, अहङ्कारको प्रकृति अनि संसारमै बसेर कसरी आध्यात्मिक बन्ने भन्ने बारे गहिरो दृष्टिकोण दिन्छन्। निश्चय पनि। सारमा भन्नुपर्दा ईश्वर एक हुनुहुन्छ, तर उहाँका रूप अनेक छन्। उहाँसम्म पुग्ने बाटा अनेक छन्, सबै सम्मानयोग्य छन् यदि निष्ठा छ भने। मुख्य कुरा हो तीव्र चाहना, प्रेम, सरलता, विश्वास। अनि संसारमै रहेर पनि। हो, संसारमै रहेर पनि काँचो मलाई त्यागेर पाको मको सहारा लिएर निर्लिप्त भई कर्म गर्दै मनलाई ईश्वरमा जोड्न सकियो भने यही संसार साधना गर्ने ठाउँ बन्छ। भाग्नु पर्दैन। यो सबै छलफलपछि मेरो मनमा एउटा प्रश्न आइरहेको छ। जस्तो रामकृष्णले भन्नुभयो, सबै धर्म, सबै मार्गले एउटै सत्यतिर लैजान्छन्। यदि यो सत्य हो भने आजको यो संसार, जहाँ यति धेरै विभाजन छ, यति धेरै झगडा छ, असहिष्णुता छ, यस्तो संसारमा उहाँको यो समन्वयवादी विचारलाई हामीले व्यक्तिगत रूपमा र समाजमा पनि अझै गहिरोसँग कसरी अपनाउन सक्छौं होला? कसरी व्यवहारमा उतार्न सकिएला? यो निकै विचारणीय प्रश्न हो। सायद यसमाथि सोच्नु नै आजको छलफलको एउटा महत्त्वपूर्ण उपलब्धि हुन सक्छ।